आक्रमक भएर अगाडि बढिरहेको छ नेपाल प्रहरी। आन्दोलनकारीले 81 ढुङ्गामुढा बर्साउन थालेपछि यति बेला नेपाल प्रहरी साइरन बजाउँदै आक्रमक शैलीमा अगाडि बढिरहेको छ। दृश्यमा देखिरहनु भएको छ नेपाल प्रहरीले यति बेला एमालेका कार्यकर्ताहरूलाई खटिरहेको अवस्था छ। प्रहरी र आन्दोलनकारी बीच घचेडको अवस्था भइरहेको छ। आनिरहेको अवस्था छ यति बेला प्रहरीले लाठीचार्ज गरिरहेको अवस्था देख्न सक्छ। प्रहरीले लाठीचार्ज गरिसकेको अवस्था छ। दर्शक महानुभाव देख्न सक्छ दिएको अवस्था छैन। दर्शक महानुभाव यो दृश्य हामीले तपाईँलाई प्रत्यक्षमा देखाइरहेको छौँ। प्रहरीले यहाँ आगजनी गरेको स्थल नियन्त्रणमा लिएको छ। सचिवालयको निर्णय किन आएको छैन त? हाम्रो बाँकी छ। कसको अनुमति आन्तरिक कुरा हो यो आन्तरिक कुरा ढिलो गरेर गर्नुहोस् नि यार। बाहिर आएर के तपाईँ किन अगाडि आएको? हाम्रो विषय तपाईँ किन हामीसँग बोल्न आएको? तपाईँ हामीसँग किन बोल्न आएको? हाम्रो तपाईँहरूको धेरै भित्रदेखि 4 पटक तपाईँहरू 3-4 पटक राख्दै राख्दा पत्रकारहरूलाई निषेध गरिएको छ। यहाँ एमालेको कार्यक्रम नसकिन हामी यहाँ खिच्न आएका थियौँ। एमालेको यो सचिवालयको सचिवालयको हामी खिच्न आएका थियौँ। हेर्नुहोस् यहाँ समाचार सङ्कलन आएका पत्रकारहरूलाई यसरी गेटबाट घरबाट त्यसरी गरि नै रहेका छौँ, गरि नै रहनेछौँ। तर बीच सडकमा सार्वजनिक स्थानमा
भित्र गेटबाट बाहिर लत्याएर निस्किसकेपछि तपाईँ त बाटोमा कुटिनु भएको नि होइन तपाईँहरूले देखिराख्नु भएको छ के हो दृश्य भन्ने कुरा मेरो क्यामेरामा पनि रेकर्ड होला मैले हेर्न पाएको छैन र यो दुर्व्यवहार जति भर्सना गरे पनि भर्सना गरेर सकिने अवस्था छैन तपाईँहरूले पनि देखिराख्नु भएको छ र नेपाली प्रेसमाथि गरेको यस्तो दमनको हामी हिजो पनि निन्दा गर्दै आएको थियौँ भोलि पनि निन्दा गर्नेछौँ र पछि पनि हामी सडकमै बसेर पनि निन्दा गर्नेछौँ नेपाल पत्रकार महासङ्घ र पेसाबद्ध र स्वतन्त्र पत्रकारहरू यस्ता कुरामा कहिले पनि चुक्ने छैनन् यो भर्सनायोग्य क्रियाकलाप आज नेकपा एमालेका कार्यकर्ताहरूले गरेका छन् र उनीहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्छ र प्रेसप्रति सम्मान जनाउनुपर्छ भन्ने नै हो भनेपछि यो प्रेसमाथि यसरी आक्रमण गर्नु साङ्घातिक नाङ्गो हस्तक्षेप गरिएको हो आफ्नो पार्टी कार्यालयमा यो भनेको के अब एमाले सकिने भन्ने कुरा सङ्केत हो त चौथो अङ्गमाथि आक्रमण गर्दा के हुन्छ भन्नुहोस् त सकिने त यहाँभन्दा कति नै सकेला र अब यहाँभन्दा त सकिने ठाउँ पनि छैन होला तर पनि नेपाली प्रेसमाथि गरिने यस्ता दुर्व्यवहार नेकपा एमाले गरेर पनि हामी त्यति नै भर्सना गरिरहेका छौँ र अरू पार्टीले गर्दा पनि भर्सना योग्य नै छ बाहिर पछिटिएको छ पत्रकारमाथि 3-4 चोटि आक्रमण भएको कुरा तपाईँलाई हामीले यो भिडियोमा कैद गरेका छौँ तपाईँलाई देखाउँछु सबैलाई चिन्नु होला तपाईँले यही पार्टीले समाचार सङ्कलन गर्नको लागि हामीलाई बोलाउने समाचार सङ्कलन गर्नको लागि सचिवालयको निर्णय हामी खिच्न आएका थियौँ यहाँ अब हामीमाथि दुर्व्यवहार भएको छ हेर्नुहोस् यहाँ हेर्नुहोस् अपशब्दहरू हातपातहरू यहाँ भएको छ शब्द हामी तपाईँहरूलाई सुनाउन पनि सक्दैन त्यो शब्दको पनि प्रयोग भइसक्यो एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरिसकेपछि च्यासल तातिएको छ त्यति मात्र होइन यति बेला पत्रकारमाथि दुर्व्यवहार भएको छ पत्रकारमाथि खनिएका छन् एमालेका नेता कार्यकर्ताहरू जसरी पनि हेर्नुहोस् यहाँ सडकमा लाते भएको